इन्भेस्ट त गर्ने कि दाइ, तर केमा गर्ने कि? अब कतै मनै लाग्दैन, मन लागेको ठाउँमा पैसाले पुग्दैन, गाह्रो छ नि दाइ। हेर्नु न भाउजू, टाइममै निस्केको हो नि, तर यो जाम कमला दिदीदेखि यहाँ सूर्य विनायक आइपुग्नै 1.5 घन्टा लाग्यो भने जाममा बस्दा बस्दा टाउको दुखिसक्यो मेरो त। हेर भाइ, जग्गामा इन्भेस्ट गर्ने यो राइट टाइम हो। देशको सेटअप पुरै चेन्ज हुँदैछ, स्टेबल गभर्मेन्ट छ, झन् रियल इस्टेट सेक्टर त एकदम अर्गनाइज अनि रेगुलेटेड बन्दैछ। त्यसैले यो बेलामा जग्गामा इन्ट्री गरिहाल्नुपर्छ। तर दाइ काठमाडौँमा त के छोइसक्यो होला। अब हामीसँग भएको पैसाले त्यही 1-1.5 आना त आउने होला। अब त्यतिले के गर्नु के दाइ? त्यही भएर मैले र तेजले अलिअलिको सोचेर राम्रो ठाउँ किनिसकेका छौँ। अहिले लगानी लगाइराख्न पाएदेखि पछि नाफा खाएर बेच्छु भन्दा नि मिल्ने, नत्र आफै घर बनाएर बस्छु भन्दा त झनै राम्रो। कता नि भाउजू? त्यही निजगढ बजारबाट नजिकै त छ नि। निजगढ? निजगढ त टाढा भएन र दाइ? त्यो त कता हेटौडातिर हो नि होइन? के को टाढा हुनु नि? नेपाल सरकारको उच्च प्राथमिकतामा परेको काठमाडौँ तराई फास्ट्याग सम्पन्न भएपछि त लगभग 1.5 घन्टामा पुगिन्छ। अनि जग्गा मात्र होइन के, आइसिटिसी रियल इस्टेटले त मिनी स्मार्ट सिटी नै प्लान गरेको छ। ए हेर त, स्मार्ट सिटी नै बन्दै रहेछ है दाइ? फ्युचरको लागि त एकदम सही रहेछ नि। राम्रो त राम्रो हो दाइ, तर अब लगानी अलि बढी पर्ने होला। भाउको चिन्ता नगर भाइ, सहरको जग्गा गाउँको भाउ पाउँदैछौ। काठमाडौँमा 1 आना आउनेले त्यहाँ 10 आना आउँछ भाइ। यो राम्रो चान्स हो। भोलि त्यो फास्ट ट्र्याक र एयरपोर्ट कम्प्लिट भएपछि यो भाउ त सपना मात्रै हो भाइ। एकपल्ट उतै गएर हेर्न मन लाग्यो मलाई त। अहिले नै गएर रुपेशसँग कुरा गरिहाल्छु। निजगढ जाउँ। चिन्ता नमान्न, म कन्ट्याक्ट गराइदिइहाल्छु नि। बुकिङ प्रोसेस पनि सजिलो छ। तर के दाइ? आधाभन्दा बढी प्लट त अलरेडी बिक्री भइसकेको छ। हुन त अझै अलिअलि प्लटहरू चाहिँ बाँकी छ है। अब ढिला नगरी बुक गरिहाल है रुजा। 1.5 घन्टा लाएर कमला दिदीदेखि सूर्य विनायक आउनुभन्दा त सफा घन्टामा निजगढ नै पुगिन्छ। त्यही त।